दर्शन बिर नमस्ते। यो चाहिँ हाम्रो खोटाङ जिल्लाको भन्ज्याङ खड्ग भन्ने ठाउँमा आएको छु म। कुइभिर भन्ने ठाउँमा आएको छु। यता हेर्न सक्नुहुन्छ चाहिँ पुरा भिर पाखा छ, रमाइलो छ हैन। यता पुरा भिर हेर्नु यस्तो भ्यू छ कि पुरा यस्तो भ्यू छ। यस्तो पाखा छ। यो चाहिँ हाम्रो भन्ज्याङ खड्ग जाने बाटो हैन। म हङमा पोखरीदेखि अलिकति मासतिर आएको छु अहिले। यो घुम्दै घुम्दै यता हिँडेको छु। तपाईहरुले देख्न सक्नुहुन्छ यो सबै बाटोहरू यति बबाल छ कि यति भ्यू आनन्द छ कि तपाईहरु पनि कोही साथीभाइ हुनुहुन्छ भने घुम्न आउन सक्नुहुन्छ हैन। यस्तो रमाइलो छ। यता हेर्न सक्नुहुन्छ ट्र्याकको तरिकाले सर्लक्क तरिकाले यता भ्यूहरू यस्तो छ कि बबाल छ। तपाईहरुले हेर्नुहोस् यसो दामी यति दामी छ कि यता हेर्न सक्नुहुन्छ। पछि यहाँ बाइक राखेर अहिले यही बाटो खिच्नलाई बाइक रोकेको हो हैन। यता हेर्न सक्नुहुन्छ यो सबै पुरा यता हुन्छ यो कुइभिर भन्ने ठाउँ हो। पहिला किनकि हामी स्कुल पढ्दाखेरि एक दुईचोटि आएको थिएँ, तर अहिले चाहिँ निकै परिवर्तन भएको रहेछ। यस्तो बाटो थिएन पहिला। हामी हिँड्दै 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 जान्थ्यौँ अनि ठ्याक्क तरिकाले यता गएपछि ठ्याक्क ठाउँ यस्तो छ हेर्न सक्नुहुन्छ। यहाँबाट कस्तो ठुलो भिड छ कि भिड भन्दाखेरि यो जङ्गल यस्तो बवाल जङ्गल छ कि यताबाट पनि घुम्न सक्नुहुन्छ। आउनुहोस् कोही भिजिटमा भ्यूमा हैन। यस्तो ठाउँ छ, रमाइलो छ, आउन सक्नुहुन्छ घुम्नलाई हैन। हाम्रो खोटाङ जिल्लातिर म यहाँ घुमिराखेको छु। यो ठाउँमा घुमफिरमा पुरा घुमिराखेको छु हेर्न सक्नुभयो। यस्तो ठाउँ छ हैन। ट्याक्क तरिकाले बवाल छ ठाउँहरू। आउनुहोस्। यो एकदम चिसो अनि मौसम उता हिमाल देख्न सक्नुहुन्छ यस्तो तरिकाले त देखिन्छ। यतादेखि हेर्दाखेरि पुरा यस्तो छ ट्याक्क तरिकाले देखिहाल्छ। कोही साथी इच्छुक हुनुहुन्छ, कोही साथी रमाइलो घुम्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ हैन। खोटाङ जिल्लाको यो घुन्टे ढुङ्गे गाउँपालिका भन्छ। यता चाहिँ भन्ज्याङ खड्ग भन्ने ठाउँ छ हैन। यस्तो ठाउँ छ यही बाटो घुम्ने ठाउँ। यताबाट सरर हामी जान्छ भन्थ्यो। यो सबै हाम्रो वन जङ्गलहरू हो। यो वन जङ्गलहरू चाहिँ के छ भन्दाखेरि संरक्षण गरेर राखेका जङ्गलहरू हैन। सबै बवाल छ, यति शानदार छ, यति बवाल छ। हेर्नु कति रमाइलो छ हैन। तपाईँले हेर्दै हुनुहुन्छ होला सबै कुरा। आउन सक्नुहुन्छ खोटाङ जिल्लाको यो पहाडी इलाकातिर यस्तो भ्यू छ हैन। सर्व म तपाईँहरूले त्यो भन्छु सल्टो हेर्नुहोस् यस्तो भ्यू छ। अहिले हेर्नु कति रमाइलो नि। घुम्दै जाँदाखेरि यति आनन्द हुन्छ यो बाटो हैन। पहिलोचोटि जाँदाखेरि झ्याउ लाग्छ, पछि घुम्दै पानी भएपछि यो बबालै जस्तो लाग्छ। टाढा 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 सबै देखिन्छ। आउनुहोस् घुम्नलाई, रमाइलो गर्नलाई, इन्जोय गर्नुहोस् हैन। यस्तो ठाउँ छ सबै कुरा। उता भिर पाखा देखिराखेका छौँ, सबै हेर्न सक्नुभयो बवाल छ हैन। मलाई के कस्तो लाग्छ यसो नयाँ गाडी आउँदैछौँ। बस पनि यही बाटो आउँछ हैन। उदयपुर हुँदै जाने बसहरू यतैबाट आउने धरान कहाँ हिँड्ने बाटो है। तपाईँहरूले हेर्नु सक्नुभयो। यसो मिलाएर आउनु होला। हस् त बाई सबैजनाले सब्सक्राइब पनि गरिदिनु होला। म पनि तपाईँहरूको गरिदिने छु। मेरो युट्युब च्यानल कसैले सब्सक्राइब पनि गर्नुहुन्न है। दुःख लाग्छ बाबा। ल यसो